त्यसपछि क्याम्ब्रिज इन्टरनेसनल स्कुलकी श्रीति पनेरू बहिनीलाई आफ्ना विचार प्रस्तुत गर्नका लागि बोलाउँछु। कक्षा 9 की श्रीति पनेरू क्याम्ब्रिज इन्टरनेसनल स्कुलबाट। अनलाइन छ जीवन तर यहाँ जीवित केही छैन। 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 सहज बनेको छ सञ्जालले तर सहजताको आवाज छैन। देखासिकीबाट छरेर बिउ सङ्ख्याको बढ्दै छ त्रास। यहाँ तिक्तता त्यागेर हेर्दा सञ्जाल आफैमा बढ्जान्छ जहाँ। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, आदरणीय सभाध्यक्षज्यू, हातमा न्यायको तराजु लिएर उभिनु भएका निष्पक्ष निर्णय खण्डज्यू, प्रमुख अतिथिज्यू, विभिन्न विद्यालयबाट पाल्नु भएका अतिथिज्यूहरू, आदरणीय शिक्षकवर्ग, मेरा प्रतिस्पर्धी मित्रहरू र यहाँ उपस्थित सबैजना समुदायमा म क्याम्ब्रिज इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुल कलङ्की काठमाडौँकी प्रतिनिधि छात्रको तर्फबाट स्वीकार गर्नुहोस् हार्दिक नमन। आज काठमाडौँ महानगरपालिकाद्वारा आयोजित यस सामाजिक सञ्जालको प्रयोग अवसरकी चुनौती शीर्षकको वक्तृत्व कला प्रतियोगितामा म श्रीति पनेरू आफ्नो भनाइ राख्ने अनुमति चाहन्छु। महोदय, आजको युग प्रविधिको युग हो। कम्प्युटर वा मोबाइलमा इन्टरनेट प्रविधि मार्फत आफूले प्राप्त गरेको वा आफूले सृजना गरेको विचार, डिजिटल फोटो वा भिडियोहरू आदान प्रदान गर्न प्रयोग गरिने माध्यमलाई सामाजिक सञ्जाल भनिन्छ। सामाजिक सञ्जालले मानिसको जीवनलाई अति सरल, अति सहज, विश्वसनीय र छिटो छरिटो बनाएको छ। दूर दराजमा रहनेहरूलाई आफन्तहरूको याद साकार पारेर उहाँ मिठो मुस्कान फर्काएको छ। 1966 मा पहिलो सामाजिक सञ्जाल गुगल ल्यारी पेजद्वारा बनेको थियो र आज 2026 यसका विभिन्न प्रकारहरू जस्तै फेसबुक, इन्स्टाग्राम, व्हाट्सएप आदि पनि बनिसकेका छन्। नेपालमा सामाजिक सञ्जालको इतिहास निकै द्रुत र परिवर्तनशील रहेको छ। सन् 2009 मा फेसबुकको आगमनबाट सुरु भएको यस यात्रा डिजिटल आन्दोलन र युवा नेतृत्वको शक्तिशाली माध्यम बन्न पुगेको छ। शिक्षा र सूचना र प्रविधिको यस युगमा इन्टरनेट र स्मार्टफोन सर्वव्यापी तथा अनिवार्य जस्तै सञ्जालको जन्जालभित्र फसेर कतै हामीले हाम्रो सृजनशील क्षमता त गुमाउँदै गएको छैनौँ? म आफूले आफूलाई प्रश्न गर्छु। मानिसको सहजताका लागि बनेको यस माध्यमले टाढाको मानिसलाई त नजिकायो होला, तर नजिकको मानिसलाई नै टाढा गरिरहेको छ। दृष्टि अनुरूप सृष्टि देख्ने मानव जातिले चन्द्रमामा पनि दाग देख्छ। सुन्दर पुष्प कमल हिलोमा फुले तापनि त्यो स्निग्ध हुने बिर्सन्छ। हजारौं गुण लगाउने एक अवगुण चाहन नसक्ने मानव जातिले सामाजिक सञ्जालको दुरुपयोग आफै गरी त्यसको बदनाम पनि आफै गर्छन्। यो कहाँसम्मको विद्वता हो? यो त आफ्नै आँट कन्याएर आफ्नै छारो रोड्ने प्रविधि न हो। सामाजिक सञ्जालका कारण महामारी कोभिड-19 को बेला हामीले अनलाइन क्लासद्वारा शिक्षा प्राप्त गर्न पाएका थियौँ। हामीले घरमै बसी बसी कामकाजहरू गर्न पाएका थियौँ। हामीले घरमै बसी बसी स्वास्थ्यको जाँचहरू गर्न पाएका थियौँ। वास्तवमै सामाजिक सञ्जालले लकडाउनको बेला हाम्रो जीवनलाई अति सहज बनाएको थियो। मानव जीवनको अभिन्न अङ्ग बनेको सामाजिक सञ्जालले वास्तवमै हरेक क्षेत्रमा अमूल परिवर्तन ल्याएको छ। मानिसको सहजताका लागि बनेको यस माध्यमले जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको पिँढ हो सामाजिक सञ्जालको यतिमध्ये म मेरो 2 शब्द यहीँ टुकेर्न चाहन्छु। धन्यवाद श्रीति पनेरू। जान्नेलाई
के अरे श्रीखण्ड नजान्नेलाई खुर्पाको भिड हो यो के अरे चाहिँ सामाजिक सञ्जाल भनेर सिद्धिका गैर बडो राम्रो कुरा होइन। एकदमै महत्त्वपूर्ण कुराहरू आएका छन्, हामीले बुझ्नुपर्ने कुरा, त्यो भएर जान्नु पर्यो। हामीले श्रीखण्ड बनाउनु पर्यो त खुर्पाको भिड बनाउने होइन। धन्यवाद। अब यसै गरी ज्ञानोदय माध्यमिक विद्यालयबाट युनिका अरियाल बहिनी कक्षा 10बाट आफ्नो भनाइ राख्नका लागि आउँदैछन्। युनिका अरियाल।